सुप्रिया शर्मा, यस गोर्खा माध्यमिक विद्यालयको कक्षा 12मा अध्ययनरत छात्रा। आज हाम्रो कक्षा 12को नेपाली पाठ्यपुस्तकमा रहेको बिरहिनी दमयन्ती कथाको कक्षा प्रस्तुतिकरण गर्ने यति भव्य मौका प्रदान गर्नुभएकोमा म आदरणीय गुरुबाप्रति हार्दिक आभार प्रकट गर्दछु। भनिन्छ मानिसको महानता उसले सुखमा के पायो भन्ने कुराले होइन, उसले दुःखमा कति धैर्य, सङ्घर्ष र विश्वास राख्यो भन्ने कुराले मापन गर्छ। यही जीवन सत्यलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको कथा बिरहिनी दमयन्तीको कक्षा प्रस्तुतिकरण गर्नका लागि म आदरणीय गुरुबा एवं सम्पूर्ण साथीहरूको अनुमति चाहन्छु। नेपाली साहित्यको आख्यान विधामा महत्त्वपूर्ण योगदान पुर्याएका बौद्धिक एवं दार्शनिक चिन्तन भएका कवि मदनमणि दीक्षितद्वारा रचित कथा बिरहिनी दमयन्ती पति वियोग र पीडामा आधारित यात्रा वर्णन गरिएको नारी प्रधान एवं पौराणिक कथा हो। यस कथाको मुख्य पात्र दमयन्ती, नल, पुष्कर, नागपुरुष लगायत आदि हुन्। मिसर देशका राजा नलले आफ्नी प्रिय पत्नीलाई घनघोर जङ्गलमा मध्यकालीन अवस्थामा अर्धनग्न अवस्थामा छोडिएको विवश दृश्यबाट कथा प्रवेश गरेको पाइन्छ। मिसर देशका राजा नल र दमयन्तीले अत्यन्तै सुख सहयोगको जीवन बिताइरहेका थिए। दुर्भाग्यवश नलले आफ्नो राज्य गुमाउँदा उनले आफ्नी प्रिय पत्नी दमयन्तीलाई वनवास लिएर जान्छन्। तर सुख शयनमा हुर्केकी राजकुमारी दमयन्तीको पीडा सहन नसकेर उनले आफ्नी प्रिय दमयन्तीलाई जङ्गलमै छोडेर जान्छन्। जब दमयन्ती बिहान बिउजिन्छन् तब उनले आफूसँग नल पाउँदैनिन्। आफ्नो सामु नल नभएको उनले विश्वास पनि गर्न सक्दैनिन्। उनी जङ्गलमा यताउता भौतारिरहन्छन्। उनले जङ्गलमा रहेका फुल, रुख, बिरुवा, पात, पतिङ्गर, जीवजन्तु सबैमा आफ्नो नललाई नै देख्छन्। बिरहिनी दमयन्ती जङ्गलमा पानी बिनाको माछा जसरी आफ्नो नल बिना छटपटाइरहेकी थिइन्, भौतारिरहेकी थिइन्। उनी केही दिनदेखि भोको, प्यासो र विवश तरिकाले जङ्गलमा भौतारिरहेकी थिइन्। उनी केही समयपछि जङ्गलतर्फ नललाई खोज्न हिँड्छिन्। त्यही समयमा उनीले आफ्नो दाहिने पाखुरालाई सिरान राखेर पिपलको बोटमा आश्रय लिन्छन्। त्यही बेला उनी निदाउँछिन् र उनले सपना देख्छिन्। सपनामा उनले आफ्नो देवर पुष्करले आफ्नो कपाल सुमसुमाइरहेको महसुस गर्छिन्। उनी जब झस्केर बिउजिन्छन् तब उनलाई उनको देवरले नभई त्यही जङ्गलको एक कर्कोटक नाग पुरुषले उनको कपाल मुसारिरहेको हुन्छ। अनि तब उनी झस्किन्छन् र ऊबाट भाग्न खोज्छिन्। उनी त्योबाट भाग्न खोज्दै पनि उनलाई नाग पुरुषले बिचमा पकड्छ र आफ्नो काँधमा हालेर आफ्नो छाप्रोतर्फ लैजान्छ। जब उसले उसलाई छाप्रोतर्फ लैरहेको हुन्छ तब दमयन्तीले ऊबाट फुत्किनका लागि अत्यन्तै प्रयास गर्छिन्। तर उनले बलभन्दा बुद्धि ठुलो हुन्छ भन्ने कुरालाई मनन गर्दै उसले जता लग्छ उतै जान्छन्। पछि नाग पुरुषले उनलाई आफ्नो छाप्रोमा लगिसकेपछि मिठा परिकारहरू पकाउन थाल्छ। उसले खाना पकाउने समयमा उनले विभिन्न योजनाहरू बनाउन थाल्छिन्। पछि नाग पुरुषले उनलाई जाँड खान आग्रह गर्छ, तर उनले जाँड केवल भोजनसँग मात्र खाने, बरु म तिमीलाई खुवाइदिन्छु भनेर खुवाउन थाल्छिन्। त्यसपछि नाग पुरुष बेहोस अवस्थामा केही नथापाउने भएर भित्र जान्छ। तब उनले त्यही जाँड प्रयोग गरेर उक्त छाप्रोलाई आगो लगाइदिएर पूर्व दिशातर्फ सुइकुच्चा ठोक्छिन्। त्यसपछि बिरहिनी दमयन्तीले वनमा रहेका अन्य जीवजन्तुहरूले अथवा अन्य पुरुषहरूले आफूमाथि आक्रमण गर्न सक्छन् भनेर आफ्नो सुरक्षाका लागि एउटा लट्ठी हातमा ल्याउँछिन्। त्यति मात्र नभएर उनीले त्यति सुन्दर आफ्नो रूप र शरीरलाई बौलाइ जस्तो बनाउँछिन्। बिरहिनी आफ्नो प्रेम, आफ्नो पति प्राप्तका लागि यतिसम्म विवश भइसकेकी थिइन् कि उनीले आफ्नो त्यति सुन्दर अनुहारलाई पनि बौलाइ जाइ बनाउँछिन्। त्यस पछाडि उनी निरन्तर अघि बढिरहन्छन्। उनी केही दिनदेखि भोको, अर्धनाङ्गी र प्यासी थिइन्। उनी बाटोमा भेटिएका कन्दमूलहरू खाँदै हिँडिरहेकी थिइन्। त्यही समयमा उनी केही अगाडि पुगेपछि एउटा खेत देख्छिन्। त्यहाँ खेतको एउटा ढुङ्गामा उनले रात कटाउँछिन्। सपनामा उनलाई कसैले बोलाएर तिम्रो
नल उत्तर दिशातर्फ छन्, तिमी त्यतै जाऊ अनि नल भेटाउने छेउ भन्ने सुन्छिन् र उनी उत्तर दिशातर्फ लाग्छिन्। त्यहाँ उनले केही मानिसहरूको समूह देख्छिन्, उनीहरू चेरी जनपदतर्फ जाँदै थिए। उनीहरूलाई पछ्याउँदै र उनीहरूको सहायता लिएर उनी पनि चेरी जनपदतर्फ जान लाग्छिन्। त्यही क्रममा उनलाई चेरी जनपद जान लागेको व्यापारी समूहको नाइकेले केही कपडा दिन्छ। कपडा कालो रङको वस्त्र हुन्छ। उनीले त्यो कपडा लगाउँछिन् र उनीहरू राति त्यही जङ्गलमा बस्छन्। तर दुर्भाग्यवश त्यस रात हात्तीका केही समूहले त्यो सबै समूहलाई कुचलिदिन्छ। तर बिरहिनी दमयन्ती लगायत अरू केही मानिसहरू बाँच्न सफल भएका हुन्छन्। पछि उनले त्यो कालो कपडा मलाई अशुभ भयो भनी कपडा फ्याँकिदिन्छन् र मरिसकेकी एउटा नारी जसको कपडामा रगतको टाटा बसेको हुन्छ त्यही कपडा लगाएर उनी फेरि चेरी जनपदतर्फ अगाडि बढ्छन्। उनीसँग उनको एउटा सहाराको लागि एउटी नारी पनि हुन्छन्। चेरी जनपदतर्फ लाग्दा उनलाई बाल्यकालीन अवस्थामा उनको आमाले भनेको कुरा स्मरण आउँछ। चेरी जनपदका राजा र रानी उनका ठुलो बुवा र ठुली आमा हुन्छन्। तर उनले त्यहाँ गएर आफ्नो कुनै पनि परिचय नखुलाउने र आफू जस्तो अवस्थामा छु त्यस्तै अवस्थामा चेरी जनपदभित्र प्रवेश गर्ने कुरा बताउँछिन् र चेरी जनपदतर्फ लाग्छिन्। त्यहाँ उनलाई उनको ठुली आमाले पनि पहिचान गर्न सक्दैनन्, तर उनले भने थाहा पाइसकेकी हुन्छन्। पछि उनकी ठुली आमाले उनलाई नचिने तापनि तिमी मेरो घरमा काम गरेर बस भनेर भन्छन् र दमयन्तीले आफ्ना केही तीनवटा शर्तहरू बताउँछिन्। ती शर्तहरू उनले कसैको जुठो खान नपरोस्, कोही परपुरुषसँग बोल्न नपरोस् र कसैको पाउ छुन नपरोस् भन्ने हुन्छ। यी सबै शर्तहरू मानिसकेपछि उनी त्यही आफ्नो ठुली आमाको छोरीको सिँगार पटार गर्ने र सहयोग गर्ने सहेलीको रूपमा बस्न थाल्छिन् र उनले भावी दिनहरूका लागि आफ्नो पति नललाई कसरी खोज्ने भनेर योजना बनाउन थाल्छिन् र पुस्तकमा रहेको यो कथाको अन्त्य हुन्छ। यसरी अन्त्यमा बिरहिनी दमयन्ती कथा केवल नल र दमयन्तीको कथा मात्र होइन, यो अथाह सङ्घर्ष, प्रेम, विश्वास, धैर्य र आत्मविश्वासको कथा हो। अन्त्यमा समयले हामीलाई परीक्षा लिन सक्छ, परिस्थितिले छुट्याउन सक्छ, तर जसले अथाह प्रेम, सङ्घर्ष र आत्मविश्वास राख्छ त्यसले कहिले पनि हार्दैन भन्दै बिदा हुन्छु। धन्यवाद।